हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म चाहिँ रुख टमाटरको अचार बनाउँदैछु। धेरै समयसम्म राखेर खान मिल्ने। त्यसको लागि चाहिँ हामीले फर्स्टमा चाहिँ यसलाई काट्नुपर्छ अनि 2-3 दिनसम्म घाममा सुकाउनुपर्छ। अनि त्यसपछि चाहिँ हाम्रो रुख टमाटर चाहिँ अचार हाल्नको लागि रेडी हुन्छ। अब चाहिँ हाम्रो रुख टमाटर चाहिँ 3-4 दिनसम्म घाममा सुकिसकेको छ। यतिको भइसकेको छ साथीहरू। अनि मैले चाहिँ यहाँ मसलाहरू रेडी गरिसकेको छु। मैले चाहिँ मसलाहरुमा चाहिँ के रेडी गरे भन्दाखेरि मेथी, जीरा, अनि सौंफ, ज्वानो अनि 5वटा जति डल्ले खोर्सानी मैले चाहिँ यहाँ मज्जाले तोरीको तेल पकाएर चाहिँ यहाँ फ्राई गर्दैछु यो मसलाहरु खोर्सानीलाई चाहिँ। अनि त्यसपछि यसलाई चाहिँ चिसो हुन दिने अनि पिस्ने। यसरी बनाउनु भयो भने चाहिँ एकदमै मिठो हुन्छ। मसलाहरु भुटेर बनाउनु भन्दाखेरि पनि फ्राई गरेर बनाउँदाखेरि चाहिँ एकदमै टेस्टी हुन्छ साथीहरु। अब हाम्रो यो अचारको मसला चाहिँ रेडी भइसकेको छ साथीहरु। लास्टमा यसमा चाहिँ हैन मसला पाकिसकेर चाहिँ बेसार लगाउँदैछु, किनकि अगाडि लगायो भने चाहिँ डढ्ने सम्भावना हुन्छ। अब चाहिँ हाम्रो मसला पाकिसक्यो अनि त्यसपछि यसलाई चाहिँ मजाले यसरी दिइसकेपछि चाहिँ मिक्सरमा पिस्दैछु। अहिले चाहिँ यहाँ चाहिँ मैले मिक्सरमा पिस्दाखेरि चाहिँ यसलाई धेरै मसिनो गरेर चाहिँ पिस्ने हैन, अलिक दरदरा राख्नुपर्छ, किनभने अचारको लागि चाहिँ यस्तै दरदरा टाइपको मसला चाहिँ ठीक हुन्छ। अहिले चाहिँ म चाहिँ मसलाहरु पिसिसके अनि सुकाएर राखेको टमाटरमा यसमा हालेर चाहिँ अब मिक्स गर्न लागिरहेको छु यहाँनेर। यो हाम्रो रुख टमाटर चाहिँ अलिक सुकाएर हैन अलिकति ड्राई भएको छ नि त। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हातले मज्जाले मलेर यसलाई चाहिँ मुस्नु पर्छ। अनि म चाहिँ अहिले हातले मुस्दैछु यसलाई चाहिँ मज्जाले। यो अचार चाहिँ मैले लगभग अब मिक्स गरिसक्नु लागिसके हैन। अनि अब यो मिक्स गरिसकेर चाहिँ यसलाई एउटा प्लास्टिकको बट्टामा हालेर राख्छु म चाहिँ, किनभने मसँग चाहिँ सिसाको बयम छैन। तपाईहरुसँग चाहिँ सिसाको बयम छ भने चाहिँ हैन झन् राम्रो हुन्छ त्यसमा राख्दाखेरि चाहिँ। अनि यो अचार चाहिँ हाम्रो खानको लागि चाहिँ 3-4 महिना बाद रेडी हुन्छ। 3-4 महिना पछि चाहिँ हामीले हेर्दाखेरि यो अचार चाहिँ हैन एकदम सफ्ट हुन्छ। अहिले चाहिँ अलिक कडक टाइपको देखिन्छ नि त, सफ्ट जुसी हुन्छ 3-4 महिना पछि चाहिँ। अनि अब चाहिँ म यसलाई चाहिँ राख्दैछु साथीहरु। तपाईहरुलाई कस्तो लाग्यो मेरो अचारको रेसिपी? अनि राम्रो लाग्यो भने कमेन्ट गर्नु होला। मेरो भिडियोलाई हैन सब्स्क्राइब गरिदिनु होला सब्स्क्राइब गर्नुभएको छैन भने। अनि अब चाहिँ म भिडियोलाई एन्ड गर्न गइरहेको छु। थ्यांक यू फर वाचिङ माई भिडियो। बाइ बाइ।